ल आज हामी असाइनमेन्ट प्रब्लम पढ्नेछौँ। यो च्याप्टरबाट चाहिँ इक्जाममा रेगुलर प्रत्येक वर्ष आइरहेको छ है। अनि इक्जाममा चाहिँ यो 7.5 मार्क्सको आउने गर्दछ भनेपछि यो ग्रुप बीमा हुन्छ। अनि ग्रुप बीमा चाहिँ एबी गरेर आउँछ भनेपछि यसमा कुनै या त एमा होला या त बीमा हुनसक्छ कुनै प्रश्न चाहिँ है। 7.5 यो च्याप्टरबाट आयो भने 7.5 कुनै अर्को च्याप्टरबाट आउन सक्दछ। यसमा मेन भनेको अब हामीले असाइनमेन्ट प्रब्लममा कुनै पनि अर्गनाइजेसन एन्ड जबमा होइन, अर्गनाइजेसनको जबमा चाहिँ प्रफिट म्याक्सिमाइजेसन र कस्ट मिनिमाइजेसन गर्नुपर्ने गर्दछ। यसरी प्रफिट म्याक्सिमाइजेसन र अब कलम एमा हामीले स्टेप एमा हामीले कलम र अपरेसन पढेका थियौँ भने अब चाहिँ हामी कलम अपरेसन स्टेप बी भनेर पढ्नेछौँ। स्टेप बीमा पनि स्टेप ए को जस्तै सेम प्रोसेस अपनाउनु पर्नेछ। यसमा त सेलेक्ट द मिनिमम नम्बर अफ एलिमेन्ट फ्रम इच कलम अफ डिभाइस टेबल एन्ड सब्ट्र्याक्ट देम फ्रम द करस्पोन्डिङ नम्बर। यसमा चाहिँ मिनिमम नम्बर अफ एलिमेन्टलाई चुज गर्ने है। सेकेन्ड टेबलको प्रत्येक कलमबाट त्यो जो हामीले प्रत्येक नम्बरलाई जो मिनिमम नम्बर चुज गरेका हुन्छौँ त्यसलाई चाहिँ प्रत्येक इलिमेन्टसँग सब्ट्र्याक्ट गर्ने, करस्पोन्डिङ रूपमा घटाएर जाने है। अनि यति गरिसकेपछि त्यसपछि हामी स्टेप 3 अर्थात् सीमा एसाइनमेन्ट गर्छौँ है। एसाइनमेन्ट टेबलमा आउँदछौँ। एसाइनमेन्ट टेबल बनाउँदाखेरि हामीले मिनिमम नम्बर अफ लाइन एसाइनमेन्टमा के भनेको छ भने चाहिँ ड्रो द मिनिमम नम्बर अफ लाइन द्याट विल क्रस द मिनिमम नम्बर अफ लाइन है। अनि यसमा के गर्छ भने चाहिँ काउन्ट द नम्बर अफ जिरो इन द फर्स्ट रो अर कलम इफ देयर इज अ सिङ्गल जिरो इन द फर्स्ट रो अर कलम देन मेक द बक्स ओभर इट ड्रो अ लाइन। यसमा हामी के गर्छ भनेपछि अनि काउन्ट द नम्बर अफ जिरो इन द फर्स्ट रो अर कलम इफ देयर इज सिङ्गल जिरो इन द फर्स्ट रो अर कलम देन मेक अ बक्स ओभर इट ड्रो अ लाइन थ्रु रो अर कलम है गर्छौँ। त्यसपछि इफ देयर इज मोर देन वान जिरो देन फर्स्ट रो अर कलम लिभ इट, त्यो चाहिँ हामीले छोडेर जान्छौँ। र अनि हामी इफ देयर इज अ सिङ्गल जिरो इन द फर्स्ट रो अर कलम देन मेक अ बक्स ओभर इट ड्रो अ लाइन थ्रु कलम or row. If there is more than one zero in the first column or row, then leave it and move the second row or column to count the number of zero. If there is single zero in the second row or column, then make it the box over it and draw the line through the column. यसमा हामीलाई सिम्पल के बुझ्नुपर्छ भने चाहिँ एउटा रो र कलममा दुईवटा जिरोहरू छ भनेपछि त्यसलाई लिभ गर्ने र अर्को रोमा जाने। त्यस्तो गर्नुको कारण के हो भनेपछि हामी एउटा रोमा एउटा मात्र जिरो भएको रोलाई लाइन गर्नेछौँ अर्थात् काटेर जानेछौँ। पहिले रो
काटेर गए पनि हुन्छ, पहिले कलम काटेर पनि गएर हुन्छ, काटे पनि हुन्छ। करस्पोन्डिङ र हरिजन्टल दुइटै काट्न सकिन्छ है। यही भन्नु खोजेको हो। यदि फर्स्ट रोमा 2टा जिरो छ भने सेकेन्ड रोमा जाने, यदि सेकेन्ड रोमा एउटा जिरो छ भने त्यसलाई लाइन गर्ने भनेको छ, भन्नु खोजेको हो। भनेको चाहिँ यहाँ हेर्नु, इफ देयर इज सिङ्गल जिरो इन द सेकेन्ड रो अर कलम देन मेक इट अवर बक्स एन्ड ड्र अ लाइन। अब असाइनमेन्ट प्रब्लम गरिसकेपछि अब हामीले चाहिँ स्टेप 4 अर्थात् डीमा चाहिँ टेस्ट अफ अप्टिमालिटी टेस्ट गर्नुपर्छ। यो टेस्ट गर्नु भनेको हामीले हाम्रो सोलुसन कम्प्लिट भएको मान्न सकिन्छ है। यसमा चाहिँ इफ द नम्बर अफ लाइन इज इक्वल टु नम्बर अफ रो अर कलम है छ भनेपछि द सोलुसन इज अप्टिमम। यो छ भने चाहिँ सोलुसन अप्टिमम भएको मानिन्छ। इफ नम्बर अफ लाइन लेस देन नम्बर अफ रो अर कलम छ भनेपछि सोलुसन इज नट अप्टिमम। यस्तो भएको अवस्थामा हामीले स्टेप बी र सी चाहिँ रिपिटेट गर्नुपर्छ जबसम्म नम्बर अफ लाइन र नम्बर अफ रो स्क्वेल बराबर आउँदैनन् है, त्यो गर्नुपर्ने हुन्छ। अब हामी यसपछि चाहिँ अब हामी प्रब्लमहरू सल्भ गर्ने जातिर जानेछौँ, स्टेप बाई स्टेप प्रब्लमहरू बनाउँदै जानेछौँ।